गुड मर्निङ साथीहरू हैन चियापान भयो होला घडीले 7:30 बजाइसकेछ हामी आज त्यहाँ पानीको मिटिङ छ रे हैन हिजो मलाई नै फोन आएर मैले नै हो मिटिङ भन्दिएको सबैजना गइसके यहाँ आशिष भएन म चाहिँ भर जाँदै चिया खान ढिलो भयो आज उठ्न नि ढिलो भयो हिजो बेलुका 2 बजेसम्म भिडियो बनाउन लायो त्यसपछि सुतेको यस्तै हो आज त्यहाँ जाम यसो हैन आशिष हामी हिजो धेरै चार्यो नि है कति तर चारै लास्टमा एउटा कोकाले चाहिँ मारेर ल्यायो खाली हात फर्केन न त सधैँ कालीसाली बनाइन्थ्यो फेरि हिजैबाट भिडियो बनाउँछु भनेर सुरु गरेको हिजै चरो कुखुरा कालिज नमरेको छ चरो चाहिँ मर्यो अब त्यो भिडियो हेरेर त राति निन्द्रा फाल्दै हिँडे खान काम छैन केही मानु छैन भन्छन् होला मान्छेले तर भने पनि अबको भिडियोमा चाहिँ मारेको हाल्छौँ अस्ति नै एउटा कालीसम्मको त हालेको हो अब हैन उतै गएपछि मिटिङमा आज के कुरो हुन्छ उस्तै परे कराउँछन् पनि झगडा पनि गर्छन् त्यो पनि हालौँ न केही छैन ल अहिलेलाई चाहिँ ओके भिडियो पज गर्नुपर्छ एकछिन A few minutes later. अघि हामी यसरी आएको थियौँ अहिले चाहिँ फेरि यसरी खास हामी यहाँ पानी आउनु लाग्यो पाम खोला पानीको सुविधा घर घरमा धारो त छँदैछ त्यही माथि पनि अलि आउँछ अनि सबजना इन्जिनियर सब आउनु भएको छ अनि यहाँ गाउँको मान्छेहरू सबै मान्छे यस्तो नि हाम्रो यो छट्टु भान्जा हो नि एकदम छट्टु फटा भान्जा 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 चाहिँ नमस्ते गर्छ न भान्जा भान्जा जिस्काइदेऊ न भनेको कान चाहिँ खाइदिनु पर्नु भएको कान चाहिँ खाइदिन्छु के अरे कान चाहिँ ल उडाइदिउँ कान चाहिँ त खाइदिन्छु म फेरि कान चाहिँ खाइदिन्छु म फेरि यसरी मिट रोड नाप्दै हिँडेँ पानीको पाइप गाड्नले रोडबाटै टक्क अगाडि छुट्टै हामी पछाडि छुट्टै यस्तो समाउनु पऱ्यो है यस्तो समाउने बस्नु यस्तो अब संसार भयो यत्रो फोकटा यति बेला ऐनै भइसक्यो सकिन्थ्यो हाम्रो काम यो सालले खै पायो भन्ने बेला त्यताडि खन्ने हो अहिले नाप्न चाहिँ यताडि धेरै देखाउन लागि के हो कसो सबैबाट हो क्या उनीहरूको क्या ठेकदारकै यत्रो लाग्यो आफै उनीहरु ल धकालिदिन्छु म धकालिदिन्छु म भन्छ पुग्गले यता हेर्दा भन्छ 3 hours later at Gothalo. आशिषले त्यहाँ कुखुराको अन्डा पोल्नलाई आफूको यहाँ पुरै डडेल लाएर यहाँ मार्दा हैरान भयो अझै बढिरह्यो अब यो मार्नै होइन यताको मार्यौँ यता मुनिको उता फेरि बल्न थाल्छ पसिना भयो फिलिङ इन्जोयमेन्ट यताको त मर्यो यता आउँदैन अब हेरि त्यही हो तल कस्तो देखा आएको चाहिँ एउटा अन्डा पोल्नलाई यत्रो आलाउनु पर्यो ऐँसोलीहरू यस्तो पाकेर चाहिँ ऐँसोली त पाकेछ पोलिएर
कति तातो भयो झन् पोलेर गुल्ली भएछ नाइस आर्ट आशिष भाइ बिचरा पसिनै पसिना भयो आज देखाउँ अब बुढापाकाहरू कता गयो ठिकै लाग्यो एउटा अन्डा पोल्नलाई यो सब गर्नुमा मामाको ठुलो हात छ यो सब गरे कि मामाले आउनु न यहाँ खाजा खाने क्या आउनु यो सब गर्नुमा मामाको ठुलो हात छ आशिष भाइ बिचरा मामा तपाईँ यो आगोलाको बारेमा भन्नुलाई तपाईँको भनाइ 2-4 शब्द भनिदिन्थ्यो के भन्नुभयो लो खाजा हम चाउचाउ हम After return from Halo Pain Paraco, a Basta. मलाई अति नै पार्नी भो हावा हुरी पानीले मार्नी भो कपालु गरेर कसरी जाने हो मायालाई गाई झन् यस्तो हावाहुरी आहा हाम्रोतिर यस्तो आहा हाम्रोतिर गाई हावाहुरी यस्तो हाम्रोतिरको यस्तो आज चाहिँ यस्तो यतिसम्म हावाहुरी चलेछ मलाई नास्ता गर्छ तल मलाई अगाडि तल लैजाउँ त एकदम मजा हुन्छ नि फेरि पराल सबै लैसक्यो यहाँ बाहिरको यस्तै हावाहुरी चलेछ टिनसिन उड्ला यस्तो छ यस्तो छ यस्तो गाइस यस्तो हावाहुरी पानी पनि परला आखलेको मलाई हेर्नु बाँसको ज्याङ कसरी हल्लिएछ यस्तो बेला कुखुरासम्म जाने नि जति भने पनि पाइन्छ गाई अब जाने साथी नै आशिष भाइहरू स्कुलबाट आएकै छैन यहाँ यस्तो छ हालत अवस्था नाजुक छ हाम्रो यो हाम्रो घर यो नि हाम्रो घर त्यो भूकम्पको घर यो हामीले आफै बनाएको घर त्यो बाहरूको भूकम्पको घर त्यो माइलो अङ्कलहरूको भूकम्पको घर यो हाम्रो ओप्लाहरूको घर यस्तो त आज हावाहुरी कसरी जाने हो मायालाई छोडेर कसरी जाने हो मायालाई छोडेर गाईहरू यस्तै त हल्लिया सुन्तलाको मकैबारी दर्याम भयो यस्तो हो क्या मकैबारी दर्याम भने त्यसै त्यहाँदेखि गीत बनाउँछन् मकैबारी यतिकोलाई हो दर्याम भन्ने आकाश बडाङ र बुडुङ गरेका गाई चाहिँ अब धेरै बस्नुहुन्न यहाँ अब झर्दिम हाम्रो यहाँ नेपालको झन्डा त स्वर्ग आरोहण गर्न जानुभयो कि के हो हेर्नु त यस्तो थियो भाइले बिचरा यसरी गाडेको थियो यसरी फरफराउँछ झन्डा नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे टाढो भयो मुटु भयो नै कटायो बल्ल मेरो हृदय रमायो फुल्यो आमारी अमली गइहाल्छु बसेर आमाले के गरेको त्यहाँ यस्तो गाली गरे अब झर्दिउँ तल
जाडो भयो अलि धेरै ट्याक्क के गाइस आजको बिहानको मिटिङ दिउँसोको गोठालो अनि बेलुकाको पानी परेको भिडियो त हाल्यो तर खासै राम्रो भएन जे जस्तो भए पनि हेरिदिनु भयो लाइक गरिदिनु कमेन्ट गरिदिनु साथीहरूसँग सबैलाई सेयर गरिदिनु आजको भिडियो कस्तो भयो खासै राम्रो भएन दिन काट्ने भिडियो हेर्ने बस्ने भिडियो खिच्ने जस्तो जाने त्यस्तै बनाइयो बाँकी भोलि अब अर्कै राम्रै भिडियो बनाउँला अहिलेलाई सुतेको ल बाई गुड नाइट थ्याङ्क यू फर वाचिङ माई भिडियो